हेलो ब्युटिफुल पिपल, गुड मर्निङ। म चाहिँ ड्युटी जाँदैछु होइन। यति बेला ड्युटी चाहिँ आज चाहिँ म चाहिँ 9:30 मै पुग्नु आँटेको छु होइन। तपाईहरु के कसो हुनुहुन्छ? कसै हतार भइराखेको होला होइन, कसै साडी लाउँदै होला। मैले चाहिँ साडी बोकेर जाँदैछु होइन। अब म 9:30 मा पुगेर चाहिँ गएर चाहिँ साडी लाउने हो। साडी लगाएर चाहिँ अफिसमा बस्ने हो। किन चाहिँ घरबाट नल्याएको भन्दाखेरि चाहिँ नानीलाई स्कुल पुर्याउनु पर्ने हुन्छ। नानीको ब्याग बोक्नु कि मेरो ब्याग बोक्नु कि हैन, साडी सम्हाल्नु। त्यसले गर्दाखेरि चाहिँ म चाहिँ अफिसमा गएर साडी लाउन आँटेको छु हैन। हाँस उठेर म आफैलाई। ओके, हैव अ गुड डे, तपाईहरुको दिन शुभ रहोस् भनेर भन्थे अरे नि। मेरो बाटो चाहिँ यस्तो चाहिँ हो, अफिस जाने बाटो।